ए 16 वर्ष राज्यको सेवा गरेपछि त घर जान देऊ न, बरु पेन्सन 20 वर्षमा देऊ, 4 वर्ष अन्त दुःख गर्छौँ, आफ्नो परिवारलाई सुरक्षित गर्छौँ भनेर यति माग्दा पनि राज्यको कान जो यतिका वर्षसम्म बिरामी भइरहेको छ। सम्माननीय सभामुख महोदय, हामीलाई पाइला पाइलामा सुरक्षा चाहिने, तर स्वयं सुरक्षाकर्मी नै असुरक्षित भएको चिन्ता कसले गर्ने? 24 घण्टा दिनरात ज्यानको जोखिम लिएर लेफ्ट राइट गर्दा पनि तलबले जान पाल्न पुग्दैन। 15 वर्षसम्म प्रमोसन हुँदैन, मान्छे डिप्रेसनमा जाँदैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूले धेरै ठुलो कुरा केही मागेको होइन। एक्सट्रीम एनर्जी ड्रिंक। ए 16 वर्ष राज्यको सेवा गरेपछि त घर जान देऊ न, बरु पेन्सन 20 वर्षमा देऊ, 4 वर्ष अन्त दुःख गर्छौँ, आफ्नो परिवारलाई सुरक्षित गर्छौँ भनेर यति माग्दा पनि राज्यको कान जो यतिका वर्षसम्म बिरामी भइरहेको छ। म गम्भीर ध्यानाकर्षण सभामुख महोदय मार्फत गराउन चाहन्छु, खास गरी गृह मन्त्रालयको। राष्ट्र सेवक पनि मान्छे हुन्, उत्प्रेरणा उनलाई पनि चाहिन्छ। धन्यवाद। माननीय सदस्य रविन्द्र पटेल।